तपाईहरु सबजनालाई फेरि पनि नमस्ते। तपाईहरु सबैलाई स्वागत छ। अहिले हामी दोस्रो वर्षको संगीत रागको कुन राग सिक्न पर्ने भन्ने क्रम अन्तर्गत तपाईहरुलाई आज म राग भीम पलासीको बारेमा परिचय दिने क्रममा छु। राग भीम पलासी आज हामीले परिचयमा बुझ्न थालेको राग है। यो पनि तपाईहरु संगीत सिक्नु थाल्नुभएका साथीभाइहरुको लागि दोस्रो वर्षको लागि बुझ्नुपर्ने राग हो। अब यो रागमा नि र ग चाहिँ कोमल हुन्छ, अरु सबै तपाईको शुद्ध। अब यसको आरोह कस्तो छ त भन्दाखेरि निबाट सुरु हुन्छ, नि कोमल नि सा ग म प नि सा। यो मैले यीको बाँसुरी बजाएको, तपाईसँग जुन छ त्यसैमा अभ्यास गर्न सक्नुहुन्छ है। अनि अवरोह चाहिँ सा नि ध प म ग रे सा। आरोह अवरोह गर्दा सा ग म प निसा हैन कि नि सा ग म प निसा। आरोह सा नि ध प म ग रे सा अवरोह। अब यसको परिचय दिने क्रममा अब पकड, रागमा पकड चाहियो। पकड चाहिँ पहिला निसा म, निसा म। अब म प ग म, म प ग म। अनि ग रे सा। यति। अब म तीनटै फ्रेज जोडेर बजाउँछु, कस्तो हुन्छ। यसको पकड छ। अब यसको जाति औडव सम्पूर्ण। औडव सम्पूर्ण भनेको आरोहमा 5 वटा सुर, अवरोहमा चाहिँ 7 वटा सुर। अब यसको थाट, अब ग र नि कोमल भनेपछि थाट त तपाईको काफी पर्यो। अब यो रागको वादी स्वर, भीम पलासी रागको वादी स्वर चाहिँ म, समवादी स्वर चाहिँ सा भनेको मध्यमवादी अनि षड्ज समवादी। अनि यसको गाउने बजाउने समय चाहिँ दिनको तेस्रो प्रहर भन्छन्। तेस्रो प्रहर भनेको 4-5 बजेतिर, 3-4 बजेतिर चाहिँ हुन्छ। अब यसको आरोह अवरोह फेरि हेरौँ है त। तपाईले अभ्यास गर्नुपर्ने चाहिँ यति हो। पहिला सुरु अनि यसरी यो चाहिँ गर्नु पर्यो। यो चाहिँ तपाईलाई जरुरी। अब यो पछि तपाईलाई मैले हरेक उसमा यो राग परिचय भन्दैछु। एउटा प्याटर्न सारे गरेको मको अब यसमा पनि राख्न सकिन्छ। के हुने भयो अब
अब यसको सबै चिज म तपाईँको भिडियोको डिस्क्रिप्सनमा राखिदिएको हुन्छु। जोसँग तपाईँहरूसँग किताब छ उहाँहरूलाई समस्या छैन, जोसँग किताब छैन उहाँहरूको लागि त्यो डिस्क्रिप्सनमा हेरेर लेखेर राख्नु होला। त्यसमा मैले क्यापिटल लेटरले लेखेको चाहिँ शुद्ध स्वर हो, अनि स्मल लेटरले लेखेको चाहिँ कोमल स्वर हो है त, यति बुझ्नु होला। अनि मको लागि चाहिँ स्मल लेटरले लेखिएको छ भने शुद्ध म, क्यापिटल लेटरले लेखिएको छ भने चाहिँ तीव्र म, यति बुझ्नु होला। आजको भिडियो यति भएपछि तपाईँले बुझ्नुभयो जस्तो लाग्छ। ल आशा छ तपाईँहरू सबैजनालाई शुभकामना। आगामी भिडियोमा फेरि यस्तै म परिचय लिएर तपाईँहरूको अगाडि प्रस्तुत हुन्छु। आजलाई चाहिँ बिदा दिनुहोस्। हस् त।